आज हामी कहाँ जाने त दाइ? आज हामी यहाँबाटै देख्छ क्या त्यो सेतो डाँडा यहीँबाट देख्ने डाँडा त के जानु त? म जुम गरेर डाँडै तान्दिउँ क्या हो त कहाँ यहाँ देख्छ? हो त्यो सेतो देखिया नि डाँडा जानलाई हाम्रो सेफले के पकाउँदै हुनुहुन्छ ल भनिदिनु त सेफ। के रेडी भयो? आज उता घुम्न जानलाई सेफहरू हायर गरेका छौँ फ्री अफ कस्ट। यहाँ पनि हुनुहुन्छ हाम्रो भाउजू। यहाँ आलु हाम्रो यहाँ चना रेडी भइसक्यो, चिकन रोस्ट, अचार, अरू के छ खै कोदोको रोटी। मेरो आज भिडियोको हिरो तपाईँ हो। हालिसक्यो, धेरै चाहिँदैन। हाम्रो आज 9 बजी हिँड्ने टार्गेट थियो, 10:30 भइसक्यो। हामी अझै पनि घरमै छौँ चापागाउँमा। अब सबैजना रेडी हुँदैछन्, हामी कति बजी हिँड्छौँ ठ्याक्क थाहा हुन्छ एकछिनमा, अपडेट आउँछ हजुर। यिनीहरू हुन् अझैसम्म रेडी भएका छैनन्। त्यहाँ हाम्रो सासु आमा, अब आधी घन्टा जति लाग्ने होला मलाई। यहाँ नि हाम्रो दाई, हाम्रो यहाँ पुरा अब क्यामराम्यान रेडी हुँदैछन् यहाँ एप डाउनलोड गरेर। यहाँ सबैजना अब रेडी भएको स्थिति छ र डाँडा जानको लागि। त्यहाँबाट हाम्रो छुट्टै हाइकिङ सुरु गर्ने भनेर छन्। यहाँ जुस खाँदै रेडी हुनु भइसक्यो एनर्जी गेन गर्दै। वाकी टकी सुध रेडी छ यहाँ। अब यहाँ गाडीमा सामानहरू लोड भइसकेको छ, ढिलो भइसकेको छ। कतिखेर गएर कतिखेर फर्किने हो। गाडीमा हावा हालेर हामी हामी पनि रेडी भयौँ है। सुरु हुँदैछ हाम्रो जर्नी। मागे नाइ गर्नु, हेलो गर्नु। अब यो तिनपानेको यहाँ बागमती गाउँपालिका पर्यटक प्रवेशद्वारबाट भित्र छिर्दैछौँ। गाडी गइसकेको छ, हामी रेडी हुँदैछौँ। ठुलो बाटो, धन्यवाद। यो हामी अझै माथि पुगेको त छैनौँ, अझै माथि पुगेको चाहिँ छैनौँ। तर यहाँबाट भ्यू चाहिँ बबाले छ। बाटो हल्का अफ रोड छ, जानु भ्यू चाहिँ यहीँबाट पनि बबाले छ होइन। मेरोमा त्यति क्यामेरा राम्रो छैन, तर अब यो क्यामेराले क्याप्चर गरेर अति नै भ्यू पनि होइन, तर बट इट्स रियली गुड। राम्रो छ। यहाँबाट भ्यूहरू अलिक जुम गरेर हेर्ने हो भने चाहिँ अलिकति राम्रो देखिन्छ होला होइन। अब 5 फुल रेन्जमा अहिले राम्रो देखिन्छ मेरो। राम्रो छ भ्यूहरू। वान टाइम लाइक चाहिँ इट्स गुड टु डु। हामी उहाँ तलबाट आएको, अफ रोड छ हल्का त्यहाँबाट चाहिँ माथि अफ रोड छ। इट्स अ गुड त। भ्यू यस्तो मजाको, कस्तो राम्रो छ है भित्र बाटोहरू चाहिँ। यहाँ अब गर्मी छ तर पनि लाइक चिसो क्या, जाडो छ क्या यो ठाउँ चाहिँ है। बाइक लिएर आउनुपर्छ, स्कुटर चाहिँ डबल लोड चाहिँ तान्दैन होला। यदि नयाँ स्कुटर छ भने तान्छ, यो मेरो भेस्पाले चाहिँ तान्दैन। फाइनली आइपुग्यो गाइज। यो चाहिँ पिकनिक स्पट छ यहाँ। यहाँबाट माथि चाहिँ डाँडा होला सायद। यहाँनिर खाजा खानको लागि ठाउँहरू पनि छ। त्यो चाहिँ पानी ट्याङ्की होला सायद, मलाई थाहा छैन। बट
यस्तो गर्मी भएको ठाउँमा पनि यहाँ आउँदाखेरि त बादल हुस्सो लागेको है एकदम बवालको चिसो ठाउँ नगरकोट भन्दा पनि चिसो जस्तो लाग्यो मलाई चाहिँ है अहिलेको लागि चाहिँ थाहा छैन है त्यस्तो कुरा नगर यो लगाइदियो क्या छोरीलाई टाउकोमा लगाइदेऊ बान्यो क्या धुलो फोहोर छ यो धुलै टोपी ल्याएन यस्तो चिसो हुन्छ भने थाहा छैन उयो रुमाल बान्दिउँ अर्को पनि छ दुईजना छ बच्चा कस्तो लाग्यो तपाईँलाई डाँडामा चाहिँ यहाँ आएपछि सर्भिस 18+ सर्भिस ल है यो चाहिँ नराख्ने नि राख्ने हो नि ब्लगमा त सब राख्ने मेमोरी यहाँ चाहिँ बस्नको लागि चाहिँ टक्क दामी डिजाइनमा उता सङ्केत गर्ने होला कि आउँदै छ ए प्लेनको सङ्केत गर्ने रडार भएर चाहिँ यो नामै रडार डाँडा निम्मामको घर उता उति डाँडा छ यहीँबाट हिँड्दै जाने कि पर्छन् गाडी हिँड्नु सब हाल्ने हो यो पहिलो झोला लिएर आउनुपर्ने तिमीले पोज दिए कि हो ती राख म बोक्छु छान्यो मेरो छोरीलाई नि घुम्न चाहिँ मजा लाग्दो रहेछ के हो रे हिँड्नु हिँड्नु थ्याङ्क यू हामी डाँडा आइपुग्न आँट्यौँ त्यहाँबाट हामी ड्रोन सट हान्छौँ ड्रोनको ड्राइभर यहाँ छन् ओके बाई बेबी लगाएर बोला ए को हो क्यामेरामा को हेरिदेऊ यहाँ मै हेलो गरिदेऊ हेलो भनिदेऊ नमस्ते गरिदेऊ मलाई हेरेर हाँस्दिरहेछ है ल यही हो हाम्रो अन्तिम डेस्टिनेसन माथिसम्म पुग्ने Come on guys, I'll show you the view from Radar Dada. हामी आइसक्यौँ हैन अब यहाँनिरबाट चाहिँ हाम्रो भ्यूहरू भनेको चाहिँ एकतिर चाहिँ हामी on my right you can see whole Kathmandu Valley with airport. In another 270 degree you can see mountains and fogs roaming around, floating like a clouds. See. हामी तल गयौँ भने चाहिँ एकदम गर्मी छ तर यहाँ माथि चाहिँ चिसो छ हावा चलिरहन्छ राडा डाँडाबाट काठमाडौँको भ्यू यस्तो हो बाल
चिसो मौसममा तातो तातो कफी, त्यो पनि आफ्नै स्वयं खुदले मन पराएको, खुदले भगाएर ल्याएको बुढीले। यहाँ सपोर्टिङ रोलमा चाहिँ हाम्रो भाउजू हुनुहुन्छ। मेरो छोरी उहाँ भ्यू इन्जोय गरिरहेछ। बेस्ट भ्यू, मेरो बेस्ट भ्यू त मामको अनुहार हो भन्दै मामको अनुहार हेर्दै भ्यू इन्जोय गरिरहेछ। ब्युटिफुल भ्यू छ, ब्युटिफुल भ्यू छ। अच्छा खाने मान्छे। जिप लाइनको पनि रहेछ, रडा डाँडाबाट चाहिँ अलिकति परसम्म पुग्ने। धेरै लेन्दी छैन, यतिसम्म जाने रहेछ है। यहाँ हाम्रो जेमा मसँग ठुस्केर बसी चाहिँ उसले तर्सेर, यो जेमाले हो, यो जेमाले नै हो मलाई गाली गरे कि अघि। यहाँनिर अब खाजाको तयारी हुँदैछ। एक्स्ट्रा पाहुना त्यहाँनिर आइपुगिसक्यो। एक्स्ट्रा पाहुनाले कोदोको रोटी भेट्यो। चिउरा पनि सँगै खुवाइदिनु कि केही हुँदैन, खाओस्। उसले छुट्याएर खान्छ, जाने पनि खान्छ नि त। एउटा एउटा त खान्छ, चिउरा कहाँ घप घप खाने भएर त्यसले अब हामीले खाजा खाइसकेको अवस्था छ। अब हामी घरतिर फर्किन्छौँ कि कतातिर घुम्न बस्छौँ, त्यो चाहिँ अब उनको दबाई।